खै यहाँभित्र गएको गइछ यहाँभित्र नचलाउनु कसम छ ए मौरी छ यहाँ डेन्जर हुन्छ नि मौरी टुन्छ ए कठोरी माथि हेर्नु त्यहाँ गरेर यहाँ पनि छ तल देखे है खै के अरे पुत्ला 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 ल निस्के ठाउँ छैन नि यहाँ अटाइन्न यार लोट लाग्ने ल साथीहरू भित्रैसम्म हेर्नुहोस् यहाँ पुरै यो यस्तो यस्तो छ ढुङ्गाहरू होइन अब चण्डी कहाँबाट यदि यहाँ फोन खस्यो भने स्वाटीमा तलै यो जाने देखिन्न तल यो फोन निकाल्न सकिन्न साथीहरू है अनि खाना थार थियो ल केटा मर्दैन सेन ल हामी यसरी गुफा हेरेर आयौँ होइन तपाईँले त्यहाँ गुफा चाहिँ देख्नुभयो होइन हेलो साथीहरू वेलकम टु माई युट्युब च्यानल एमपी भ्लग्स आज हामी के भन्छ त्यहाँ कोही यो के भन्छ पुरै गुफा हेर्न जाँदैछौँ टक्क शिवजी बसेको गुफामा लाँदैछौँ अहिले तपाईँहरूलाई उहाँ माथि भिरमा देख्नुभयो हाम्रो टिम हुँदा जाँदैछ ल हेर्दै जानुहोस् खालि गुफामा लाँदैछौँ साथीहरू फाइनली हामीहरू माथि आइपुगेका छौँ एकदम अप्ठ्यारो छ साथीहरू ल हेर्नुहोस् माथि भिर पारी छौँ पछाडि त एकदम दुःख कष्टसँग आइरहेका छौँ देख्नुहुन्छ हामी भिरमा लाँदैछौँ हाम्रो एक टिम यहाँ तल तान लोठी टेकेर आइज के छिटो आइज रुख मात्र आइज गुफामा लाँदैछौँ तपाईँहरूलाई ल ओके अब लोटौला राम्रोसँग आइज ओ माथि छ गुफा भयङ्कर अप्ठ्यारो छ बिरालो ठाउँ तल खोलो यी पुरै ओह्रालो माथि भिर हामीहरू यसरी यो बाटो गोरेटो बाटो भनौँ के भनौँ अब यो गोरेटो बाटो भन्दा पनि बाटो बनाउँदै हिँड्नु परेको छ चक्क लाएर अब हामी जाँदैछौँ बाटो धेरै अप्ठ्यारो थियो तर पनि हामी सायद नजिक आइसकेका छौँ अब सायद मन्दिरको धेरै नजिक छौँ ल यो हाम्रो गुफा जमानामा आएको गुफा यो त ए माथि रहेछ माथि र तपाईँहरूलाई मैले लिन खोजेको त्यहाँ त्यो गुफा यो मान्यता छ कि त्यहाँ हनुमानजीको पहिला बस्ने ठाउँ हो अहिले के कस्तो छ हेरौँ हामी यसकै अनुसन्धानको लागि आएको र यिनी हनुमानका पाइला हुन् सबै यिनी पारेका हेर त यो फक्की खस्ला हेर त्यो जाउँ ल नडरा के भित्र छिर्ने हो केही नडरा ल ऊ त्यहाँ माथि गर ऊ त्यहाँबाट भित्र जाइयो क्या फोटोले पछि हाल्नु होला तैँले चेन लगाएको त पहिला चेन खुलिछ ल यो यस्तो खालि ढुङ्गा छ यहाँ पहिला त मूर्ति जस्तो पनि थियो है अहिले मूर्ति सुर्ति सबै गर्छन् तोडेर लग्छन् यार केटा हो खै यहाँभित्र गएको गइछ यहाँभित्र नचलाउनु कसम छ ए मौरी छ यहाँ डेन्जर हुन्छ नि मौरी टुन्छ ए कठोरी माथि हेर्नु त्यहाँ गरेर यहाँ पनि छ तल देखे है खै के अरे पुत्ला पुत्ला यहाँ मौरी आउँदैन गरिरहेको यसमा तल्लो यो पुत्लाको घर हो हजुर ल त्यो माथि छिरा मौरी छोरा आइदिएको छौँ काट्नै सकिन्न यहाँ त नि ऊ माथि ऊ त चरभित्र हामी चाहिँ बत्ती बाल्दा भित्र जाने हो साथीहरू ल ढुङ्गा पर्ने निकाल ल क्यामेरा समात्ला ल नि म पहिला निस्किन्छु त्यहाँ म क्यामेरा पुग्छु गाइज हामी अप्ठ्यारोमा आएका छौँ घनघोर ल निस्के
ठाउँ छैन नि यहाँ अटाइन्न यार नोट लाग्ने ल तर फोन खस्यो भने त स्वाटी तल जान्छ निकाल्न सकिने र नि यार आफ्नो रिक्समा आफै गर्नु अब हँ आफ्नो रिक्समा आफै गर्नु अब भित्रसम्म हेर्नु साथीहरू म फ्ल्यासलाई बाल्दै देखाउँछु है तपाईँलाई ल साथीहरू भित्रैसम्म हेर्नुहोस् यहाँ पुरै यो यस्तो यस्तो छ ढुङ्गाहरू होइन अब चण्डी कहाँबाट यदि यहाँ फोन खस्यो भने स्वाटीमा तलै यो जाने देखिन्न तल यो फोन निकाल्न सकिन्न साथीहरू है अनि माथि यस्तो चर्छ माथि है यहाँ यस्तो यस्तो यहाँ टक्कलार यस्तो राम्रो छ अब हामी भित्र जाँदैछौँ साथीहरू है ल यहाँ झट्ट मान्छे आउनु नि सक्दैन यस्तो भिड छ हेर्नुहोस् यहाँ उतातिर यस्तो भिड छ खेतमा अनि कुलो पनि छ कुलो हो कि के हो चाहिँ मान्छे आउनु चाहिँ सक्दैन कुलो चाहिँ जान्छ चाहिँ के हो यो यस्तो यार कुलो हो के यी खेलो पर उकमलाई नि कुलो यस्ता मान्छेले मोर लाने त्यहाँ के गर्नु पर्छ ल त त्यत्रो खेती गरे त्यही गर पहिला हामी तपाईँ सानै हुनुहुँदा त्यतिखेर कति खेती गर्थ्यौँ मैले आफै जोत्थेँ होइन अब भित्र छिर्ने हो त फोन बन्द गर्नु फोन त बन्द गरेर जानु पर्यो ल अब हामी ऊ त्यहाँबाट भित्र छर्छौँ है ल अरूको लागि केटा हो राम्रोसँग ख्याल गर है हामी ऊ परेमा सट्ट भित्रै थिन्छौँ है एकदम भित्र छ साथीहरू ल हेर्दै जानु होला ल हामी भित्र आइसकेका छौँ यति भित्र आइसक्यौँ अनि अझै पनि यो मैले फ्ल्यास लाइट बालेको छु साथीहरू होइन अझै पनि भित्र छ होइन ऊ उहाँसम्म हेर्नुहोस् त्यो भित्रै छ पुरै अनि अब यहाँ आउँदा भित्र जान सकिनँ र मैले चाहिँ आउँदाखेरिको क्यामेरा पनि खिच्न सक्दैन साथीहरू किन खिच्न सक्दैन भन्दा यदि खस्यो भने जाने फोन उयो तलै हो है त्यसरी ल अब हामी चाहिँ निस्किन्छौँ साथीहरू है बिस्तारै बिस्तारै अब म निस्केपछि तपाईँलाई बाहिर आएको फोनको भिडियो बनाउँछु ल साथीहरू फाइनली बाहिर आइयो है धेरै दुःख हामी भित्र छिर्यौँ होइन उहाँ पारि भित्रै गयो होइन जब सास फेर निकास्छन् जस्तो भएपछि त अड्डिन नसकिरहेको पऱ्यो तर लास्टै चाहिँ रहेछ साथीहरू होइन बल्ल चाहिँ छड्के परिपरि गयो बाहिरको अवस्था यस्तो छ है 15 मिनट लगातार हिँड्ने भित्र केही छैन भित्रै जति भित्र त्यति हराउने कि है त्यही भित्री नै रहेछ छड्के भएर जानुपर्ने रहेछ गाह्रो रहेछ भर्खर खाना खाएको तर 18 पनि भयो हामीलाई भर्खर खाना खाएर नि 18 भयो तल खस्ला नि त ल अब हामी जाउँ चढौँ ल माथि ऊ त्यताबाट गयो क्या मेटी अन्त छिर्दै ल जाउँ ल अब कपडा त तल फाल्दैन त स्वाट ऊ त्यहाँ अडिन्छ तपाईँको जस्तो गएको 300 को मेरो त 1500 को यो कोही बेला जिरा फाल्ने होस् ल फाइनली 1500 मा ल्याएको आइयो ल ल साथीहरू फाइनली अब हामी झर्दैछौँ यहाँबाट है यदि अल्को बार है तल झर्ने हो राख्न झरेछ तपाईँ झर त्यसै मजाले यहाँको ढोका चाहिँ हामी भित्र जान सक्छ तर पासपोर्ट थाहा भएन यहाँको नक्सा लिनलाई हामी धेरै गाह्रो भयो पुरो टाउको यहाँ धुलो खस्यो उतार्नु लाग्यो नआत्याउ न अब म झर्छु हात चिफ्ली हो नि जाने हो तल एकचोटि ओए यो क्यामेरा समात्ला क्यामेराम्यान जल्दी फोकस गर ल ल म क्यामेरा अफ गरेँ यहाँ सानै थिएँ म 1912 12 साल मात्र बाख्रा ढुङ्गा आन्दै थिएँ भन्दा अहिले चाहिँ यहाँ तलक लड्थ्यो तल आएको ए ढुङ्गा ओ माई गॉड बाटो एकदम अप्ठ्यारो छ बाटो अप्ठ्यारो छ ल पहिला झन अप्ठ्यारो थियो ल केटा होइन मर्दैन सेन बाघ बस्नु पनि हो यहाँ ल हामी यसरी गुफा हेरेर आयौँ होइन तपाईँले त्यहाँ गुफा चाहिँ देख्नुभयो होइन यहाँ फुस्किने जाने एकचोटि राम राम ल तपाईँलाई अनौठा कुरा पनि देखाउँछौँ हामीले जाँदै गर्दाखेरि आजको हाम्रो चाहिँ ट्रिप हो यो आजको हाम्रो पैदल यात्रा ओए त्यो लोट्यो
जाला र हार्दिक श्रद्धाञ्जली बाहेक अरू केही नहोला ओए ओए नचला कि यहाँ फुस्क्यो भने त फुस्क्यो गर्नु हाम्रो महिला अङ्कलको एउटा सन्तान हो तर हामीलाई एकदम रिस्कमा ल्याएर बचाउनु देख्न सक्नुहुन्छ कालाको घडेर पुरै मेरो थियो पहिला सबै नि घडेरी यहाँ बिक्रीमा घडेरी छ नि यो मैले गुफा समितिलाई मैले दान गरेँ अहिले गुफा व्यवस्थापन समिति कोषलाई अब यहाँबाट मैले चाहिँ एउटा हाइवे बनाउने योजना बनाइरहेको छु इन्जिनियरको सिफारिसको लागि कोही नभेटेर अब हामीले एसिस्टेन्ट इन्जिनियर पढाएर मैले यहाँ बाटो ल्याउँछु यहाँ बस्छु ओ केटा पुरै भिडमा प्लटिङ गर्ने मैले माथि जाने कि तल जाने भन त ऊ त्यो घरमा मौरी छ होइन त्यो पनि रुखमा चाहिँ चाल्चा लाएर मौरी राखेको खाने होइन त थिस र मोबाइलमा हेरेँ नि हो धेरै के हेर्नु टाढा त्यहीँबाट तेर्सी जाउँ लाग्यो त्यहाँ तेर्सी जान मिल्छ यस्तो उठाएर हेर्नु त हँ यहाँ गइसक्नु छ र यहाँबाट केही बेला 3टा खाम 2टा होला त्यहाँकै आएको छ फेरि के त्यसले घर जिम्मा दिउँ लाग्यो बस्यो बिचारा कहाँ निस्किन्छ भने यस्ता ल ल हिँड हिँड ल स्किप गरेँ म भिडियो एकछिन हेर्नुहोस् साथीहरू हामी यस्ताबाट निस्किरहेका छौँ यी एकदम भिरालो छ यहाँबाट यतिखेर पनि मिस्टेक भयो भने है यति मिस्टेक भयो भने ज्यानको जोखिम छ जान सकिन्छ स्वाइट लाएर एक टिम वहाँ पुगिसक्यो थिएँ ओ केटा कसरी गयो तिमीहरू हिँडेर त हिँडेरै गयो कतै पऱ्यो त यार ल यस्ता यस्ता निस्केर जान लाग्यौँ हामी के अरे नक्रा मार्लास 1 घन्टाको हिँडाइपछि केटाहरू वहाँ माथि पुगिसकेँ म बुढो मान्छे अलिकति अप्ठ्यारै छ यहाँ चाहिँ अब विभिन्न किसिमको समस्याहरू छ निस्किन होइन हामी आएको उहाँ तलबाट थियो हेर्नुहोस् यस्तो भिड छ टक्क हामी त्यहाँ गुफा भएको उता उहाँ पल्लो चुरीकापट्टिनिर हामी के छ त भन्दाखेरि साथीहरू निस्किँदैछौँ अब एकछिन हिँडिसकेपछि हामी अब एकैछिनका मोटर बाटोमा आउँछौँ केटा हो केही छ भन्नुपर्ने डन रे ल